भिडियो लाउनु पर्यो क्या कस्तो देखिन्छ अरे क्वेसन कस्तो आएको थियो 12 को एक्जामको भन्छ क्वेसन त त्यस्तो त कति सजिलो छ नि त लाइनले लेखेको होइन 1 देखि 22 सम्म त कुन ग्रेड आउँछ कुन ग्रेड आउँछ नआए पनि त मेरो कुन ग्रेड आउँछ भन्न बी प्लस आउँछ सबै सब्जेक्टमा सब्जेक्टले बी प्लस आउँछ 100% हो नि मेरोबाट त अब त काट्ने मान्छेकोमा भर पर्छ भन्नु खोजिसको काट्ने मान्छेले चाहिँ आँखा देखेन के जान्नु मैले लेख्नु नि कपी ठपी त्यत्रो धेरै लेख्दा पनि नम्बर दिएन भने चाहिँ हैन त्यो कसो गल्ती हो अब सरहरुको गल्ती मलाई लेख्छु मैले एक्जाममा चाहिँ कुन बेन्चमा परिछ अरे त फर्स्ट बेन्च साँच्चै नै कोठा दिनदिनै सटेको तेरो सट्टै के छैन मेरो दिनदिनै फर्स्ट बेन्चमा हो म त कान छैन एकचोटि कान्छसँग पढाएन खुसी आएको कान पल्लो थियो अब हल्लो थियो फर्स्ट बेन्चमा कुन विषयको खोइ सोशल पढिन इङ्ग्लिस दिन पढाएको त खुसी हुने छ होला झन् इङ्ग्लिसको दिन त के गर्नु ओलो छोरा पल्लो छेउ परेपछि एउटै बेन्च एउटै ठाउँ परेको आएको त एउटै बेन्चमा बसेको पढेको चाहिँ दिखेर नाचेर ततिर मासिरै पढेको आएको हुन्थ्यो चुडेलिङ परेको म्याम यो भनिदिन भन्दाखेरि पनि म तिमीहरू नजाने छु भनेर नाच्नु कोही आज पुगेको छ फेरि खानु त यहाँ खानु